दर्शकबिन भुन्टी बनेर आएको सुकुमायाले अहिले आफ्नो जेठानी दिदीलाई यस्तो मन पराउने मुख छाडेकी रहेकी छिन् कि यो मेरो घर हो, तैँले यो घर छोडेर हिँड्नु पर्छ। मेरो घरमा त न एकछिन पनि बसेको म देख्न चाहन्न भनेपछि यता सिरिया चाहिँ छानाबाट झरिरहेकी छिन् कि भने उसलाई जेरी भए पनि निकाल्नेको थियो भुन्टीलाई। तर पनि अहिले त भुन्टी नै तो अगाडि देखा परेकी छिन् र भुन्टीले यस्तो शब्द भनेपछि उलाई यति धेरै रिस उठिरहेको छ र त्यही माथि उसलाई हात हाल्न खोजिरहेको हुन्छ। यतिखेर सुकुमायाले अहिले उल्टै मार्ने गरी कुटेर छाडिदिएकी छिन्। दर्शकबिन किन यति धेरै शान्तिशील भयो? भुन्टी यति सोझी मान्छे कसरी यत्रो पावरफुल भएर आयो भनेर सिरिया र जेरी अहिले छक्क परिरहेको छन्। भुन्टी बनेर आउने सुकुमायाले अहिले यो घर तुरुन्तै छोडेर हिँडिहाली भनेपछि सिरियाले यो मैले प्रोपर्टी सबै मैले दुःख गरेर कमाएको हो, मैले अस्ट्रेलियामा खाइ नखाइ गरेर मैले यति धेरै मैले जोगाएको थिएँ अनि तेरो बुढाले गर्दाखेरि मैले सबै कमाएको सम्पत्ति नेपाल पठाएर बिजनेस गर्छु भन्यो। बिजनेस गर्छु भनेपछि हामीहरूले पैसा पठायौ तर सबै पैसा बिजनेसमा डुबायो। मैले एउटै घर छ तर पनि तेरो बुढाको नाममा छ, कसरी मेरो सम्पत्ति हो भन्छिस? यो मेरो प्रपर्टी हो, मेरो बुढाको नाममा भएर नै मेरो प्रपर्टी हो भनेको। मेरो बुढाको नाम भएपछि मेरो नाम हुन्छ, तेरो नाम एक कौडी पनि छैन, त यहाँबाट निस्केर हिँडिहाल भनेपछि अहिले अब सिरिया यति धेरै तनावमा छिन् कि आफ्नो श्रीमान भुवनलाई फोन गरेर सोध्न खोजिरहेकी छिन्। तर पनि भुवनको फोन लागिरहेको हुँदैन र छिटो तेरो पोइलाई बोला र तेरो पोइलाई बोलाएर चाँडो यो घर छोडेर जा र चाँडो जा भन्दै यता भूपेन्द्रको कोठामा गएर टल्ल परेर हेरिरहेकी छिन् र हेरिरहेको हुन्छन्। भूपेन्द्रले भुन्टी नै यसरी आयो पनि किन मेरो ख्याल गरेन भनेपछि ऊ एकदम रिसले आगो भएर यति मुख छाडिरहेकी। तर ऊ भुन्टी भनेको सबै कुरा उसलाई थाहा हुन्छ र तर पनि सुकुमायाले अब सबै यसरी मेरो मितिनीलाई यसरी हेला गरेको रहेछन् यो पापीले अब मलाई मैले कहाँ बाँकी छाड्छु र यो पापीलाई भन्दै उताबाट हेरिरहेकी हुन्छन् र तँलाई म यहाँ एकछिन पनि देख्न चाहदिन, तँलाई कुटेर मारिदिन्छु भनेपछि उसलाई झटारो हानेको हुन्छ। तर यता भुन्टी भने सुकुमायाले चाहिँ हाँसो उडाइदिन्छन्। तर हिम्मत छ भने मलाई कुटेर मलाई पहिले तैँले कति हेला गरेको थिइस् र केटीसँग लागेर हिँडेको थिइस् नि, अब मलाई के गर्न सक्छस् लु गर। अब तेरो केटीले दिसा पिसाब छोडिदिन्छ, यसरी किन यसरी डङ गनाएर बसेको? आउने सुकुमायाले भूपेन्द्रलाई मन पराउने मुख छाडेकी छिन्। अब भुन्टीको अर्को गरी बोल्ने चेन्ज भयो र कसरी चेन्ज भयो भनेर भूपेन्द्र पनि छक्क परिरहेको छ। दर्शकबिन सिरिया भने अब कसरी भुवनलाई छिटो कुरा सुनाएर यो केटीलाई यो घरबाट निकाल्ने भनेर ऊ आतुरमा छ। दर्शकबिन
अब भुवन आएर भुन्टी बनेर आउने सुकुमायाले कस्तो सम्बोधन गर्ला र के भन्लान्। भुवनले अब यो भुन्टी बनेर आउने सुकुमायालाई के भन्छन् भनेर अब अर्को एपिसोडमा हेर्नु पर्ने हुन्छ। आज यति नै।